अनि इनड्राइभ गर्न थाल्नु भएको चाहिँ उहाँले कति समय भयो? 2 वर्ष भयो। 2 वर्षदेखिबाट राइड सेयरिङ काम गर्दै हुनुहुन्छ उहाँले है? हजुर 2 वर्षै भयो। पहिला चाहिँ के गर्नुहुन्थ्यो तपाईँले बिहे गरेर आउँदा चाहिँ? सेफै हो? हजुर सेफै हो, सेफ मात्रै गर्नुहुन्थ्यो। इनड्राइभ चाहिँ पछि गर्न थाल्नु। अनि बोल्न नसक्ने सुन्न नसक्ने भन्ने बित्तिकै अब सेफको काम चाहिँ के हुन्छ? अब कसरी चाहिँ उहाँले गर्नुहुन्छ? खै मलाई पनि थाहा भएन। सोध्नु त उहाँलाई। तपाईँ छैन कसरी आफै गर्छु भन्नुहुन्छ खोजेर। तर कोर्स कति 6 महिना कोर्स गरेर सिकेरै गर्नुभएको अरे। के बनाउनुहुन्छ उहाँले खानेकुराहरू चाहिँ? मिठो पकाएर खुवाउनुहुन्छ होला नि सेफ भनिसकेपछि तपाईँलाई पनि? घरमा त खुवाउनु न, घरमा त खुवाउँदै त्यति मौका नै हुँदैन। खुवाउनु चाहिँ भएको छैन घरमा पकाएर। बनाउनु चाहिँ उहाँलाई के आउँछ सोध्नु त? तपाईँले अफिसमा हजुर के पकाउने? चिया पकाउँछु, कटिङ गर्छु अरे, दाल पकाउँछु, भात, अनि अरू केही छैन, त्यति मात्रै हो। अरू मान्छेहरू पनि छन् अरे, अरू मान्छेहरू सबैले मिले गर्छौँ भन्नुहुन्छ। ए अरू मान्छे पनि छन् भनेपछि धेरै थरी चाहिँ पकाउनु अब सबै मिलिमिली गर्नुपर्छ अरे। त्यहाँ त्यस्तै हुन्छ अरे, त्यस्तै हुन्छ भन्नुहुन्छ। मान्छे छोरीले पनि अब जुस खुवाइरहेछ है भनेपछि धेरै माया गर्ने रहेछ। मान्छे बढी बाबा खोज्छन् क्या है नानीहरू मम्मी? हजुर म के अरे बाबा भएपछि त बाबासँग मात्रै हो त। भनेपछि बढी बाबाले माया गर्ने भएर हो कि के होला? बाबा घरमा आउँदा बस्ने नभएर होला, त्यस्तो चाहिँ होला। मान्छे नानीले चाहिँ के भन्छन् नि अब बोल्न सक्ने भइसकेको रहेछ है अलिअलि? ऊ इसारा लाउँछ ऊ त, आफै इसारा गर्छ। ए इसारा लाउँछ? लाउँछ। हात त्यस्तो गर्छ राम्रो भनेर हो। मिठो छ अरे। सानी बाबालाई सोध त, के सोध्ने? यो कसले ल्याइदिनु भएको? ड्याडीले? ड्याडीको माया लाग्छ कि मम्मीको? कसको माया लाग्छ? मेरो ड्याडी। ड्याडीको माया लाग्छ, मम्मीको लाग्दैन? उसलाई थाहै छैन। थाहा छैन है। भनेपछि